58 मिनेटमा प्रदर्शनकारी र हतियारधारी प्रहरीहरू आमुने सामुने हुन्छन्। अधिकांश भीड शान्त छ, तर अग्रपन्थीमा तनाव छत्ताछुल्ल भएर हिंसा बन्छ। केही प्रदर्शनकारी संसदको मूल गेटको छतमाथि उक्लन्छन्। सवा 12 बजे एक समूहले पर्खाल तोड्छ। उनीहरूलाई प्रहरीले तुरुन्तै पछाडि धकेल्छन्। डिस्कर्डमा केही प्रदर्शनकारीहरू चिन्ता व्यक्त गर्न थाल्छन्। भीडमा हामी श्रीयमलाई देख्छौं। आफ्नी आमाले नजाऊ भन्दै यहाँ आएका छन्। जान्छु भनेर अघिल्लै दिन उसले भनेको थियो, भन्न चाहिँ नभनेको होइन। किन जानु पर्यो, यस्तोमा के हुन्छ, पर्दैन जान भनेर भने। अनि अब हामी जेन्जी केटाकेटीको ड्रेसमा जान्छौँ, हामी माइनरलाई कसैले हात पनि लाउँदैन। उनले भ्रष्टाचार विरुद्ध युवाहरू लेखिएको ब्यानर बोकेका छन्, तर सबैजना उनी जस्तै संयमित छैन। साढे 12 कर्फ्यू घोषणा हुन्छ। अब यो भेला गैर कानूनी बन्छ। फोनमा कुरा फैलिन्छ। तर कर्फ्यू घोषणाले स्थिति झन बिगारेको झैं हुन्छ। प्रहरीले अश्रु ग्यास र रबरको गोली हान्छ। तर उनीहरूको